Hallo zusammen, ich bin Vishal Weiber. Ich begrüße Sie herzlich auf meinem Kanal. In diesem Kanal lernen wir die deutsche Sprache in nepalischer Sprache, damit Sie Ihre deutsche Sprache verbessern könnten. Los! हेलो सबैजनालाई तपाईहरुलाई फेरि पनि नयाँ भिडियोमा एकदमै स्वागत छ। हामीले पुरानो भिडियोहरुमा अल्फाबेट अनि नम्बर सिस्टमहरु पढेका छौं अनि यो चाहिँ तपाईहरुले A1 को प्लेलिस्टमा तपाईले पाउन सक्नुहुन्छ। A1 को सबै भिडियोहरु हामी बनाउँदै गइरहेका छौं। आज हामी बेग्रुसिङ्गेन ग्रिटिङ्स को बारेमा हामी हेर्दै छौं है त। एकदमै सजिलो छ, तपाईहरुले यसो याद गर्नुभयो भने पनि एकदमै सजिलो छ, बोल्नमा तपाईलाई हेल्प हुन्छ है त। एक्सप्रेसन भनेको बोल्नमा एकदमै हेल्प हुन्छ। ओके, सुरुदेखि नै जाउँ। हालो 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 भनेको हेलो है, नर्मल हेलो। हामीले हेलो हाई भन्छ नि हैन, अनि डचमा हालो हालो। अनि अर्को गुटेन टाग भनेको गुड डे। यो चाहिँ तपाईहरुले नर्मली दिनको कुनै पनि बेलामा तपाईहरुले भन्न सक्नुहुन्छ हैन। गुटेन टाग यो दिनभरिमा तपाईले जतिखेर भन्ने पनि मिल्यो के गुटेन टाग हैन, गुड डे तपाईले कुरा गर्न मिल्यो। जस्तै दिउँसोतिर भेट्नु भएको छ अथवा बिहानतिर भेट्नु भएको छ हैन, तपाईले कोही साथीहरुलाई अथवा कसैलाई भेट्दै हुनुहुन्छ हैन, गुटेन टाग या अनि तपाईले सजिलै भन्न सक्नुहुनेछ। अर्को गुटेन मर्गन भनेको गुड मर्निङ। इजी छ ल। बिहान तपाईले कोही आफ्नो साथीहरुलाई भेट्दै हुनुहुन्छ हैन, तपाईले सजिलै भन्न सक्नुहुन्छ हेलो गुटेन मर्गन। त्यसरी सजिलै तरिकाले भन्न सक्नुहुन्छ है। गुटेन मर्गन भनेको गुड मर्निङ। ठीक छ, एकदमै इजी तरिकाले जाउँ है त। तपाईले यसको प्रोनाउन्सिएसनहरु पनि अलिअलि याद गर्नु, त्यस्तो केही पनि छैन। ओके, अर्को छ यहाँनेरि। ओके, गुटेन आबेन्ड भनेको गुड इभिनिङ। गुटेन आबेन्ड भनेको गुड इभिनिङ। यहाँ छ गुटेन आबेन्ड है, गुटेन आबेन्ड भनेको गुड इभिनिङ। ओके, त्यसपछि अर्को हेरौँ गुड नाक्ट भनेको गुड नाइट या ओके, फेरि पनि म दोहोऱ्याउँछु हैन। गुड नाक्ट भनेको के हो त, गुड नाइट, इजिली गुड नाइट। अब लास्टमा ग्रुस्कट। यो ग्रुस्कट चाहिँ हैन कसरी भनिन्छ भनेदेखि जस्तै यो ग्रुस्कट भनेको पनि हेलो नै हो ल। ग्रुस्कट भनेको हेलो नै हो। माथि हामीले गुटेन नाक्टसम्म पढ्यो हैन। यो गुटेन नाक्टसम्मको इजी नै छ। जस्तै तपाईले दिनको कुनै पनि समयमा भेट्नुहुँदा गुटेन टाग भन्न सक्नुहुन्छ। बिहान मर्निङ समयमा तपाईले हैन, मर्निङको समयमा तपाईले गुटेन मर्गन भन्न सक्नुहुन्छ हैन। अनि तपाईले अब बेलुकाको समय छ भने गुटेन आबेन्ड भन्न सक्नुहुन्छ। गुटेन आबेन्ड भनेको गुड इभिनिङ। अनि रातिको समयमा भेट्दै हुनुहुन्छ, भेट्नु भएको छ भने अथवा तपाई छुट्टिदै हुनुहुन्छ भने पनि गुटेन नाक्ट। ओके, राति तपाईले छुट्टिदै हुनुहुन्छ, गुटेन नाक्ट। अब ग्रुस्कट अनि मैले यहाँ थोरै हाइलाइट पनि गरिराखेको छु हैन। अब तपाईले सुरुमै यो भिडियो हेर्नु भएको छ अनि तपाईलाई यो नयाँ कुरा लाग्न सक्छ। जस्तै यो यहाँनिर हैन, यो यसरी उको माथि उमलाउट हैन, उमलाउट भन्छ यसलाई। अब यो चाहिँ अल्फाबेटवाला भिडियोमा तपाईले प्लेलिस्टमा पाउन सक्नुहुन्छ। त्यसमा हामीले सबै अल्फाबेटको बारेमा पढेका छौं हैन। यो चाहिँ अल्फाबेट रहेको छ। अनि पछाडिपट्टिको यो बिटा साइनवाला डबल यास छ है। तपाईले यो तपाईहरुलाई यादै छ होला है त, तपाईले पुरानो भिडियो हेर्नु भए याद गर्नुभयो होला। ओके, ग्रुस्कट भनेको हेलो। यो ग्रुस्कट भनेको नि हेलो। अनि यो चाहिँ बेसिकली चाहिँ तपाईको भाइबेरिया अस्ट्रियामा चाहिँ अलि चल्तीमा अलि बोल्ने गरेको छ। यो चाहिँ जर्मन स्पिकिङ कन्ट्री हो, मतलब डच स्पिकिङ, त्यहाँ चाहिँ जर्मन भाषा नै बोलिन्छ हैन। तपाईहरुले ग्रुस्कट पनि भन्न मिल्यो। त्यस्तै गरेर ग्रुस्टिस यो पनि हेलो है। ग्रुसजी भनेको चाहिँ अलिकति फर्मल हैन, फर्मल तरिकाले भनेको। ग्रुसजी भनेको चाहिँ आफ्नो साथीभाइलाई हैन त्यसरी नर्मल तरिकाले भन्दाखेरि भन्न मिल्यो। स्याबर्स हैन, स्याबर्स भनेको पनि हेलो। अनि बेसिकली यो वर्ड चाहिँ स्विजरल्यान्ड र साउथ जर्मनीमा अलिकति बोल्ने गर्छ हैन। तपाईले चाहिँ नर्मली स्याबर्स पनि भन्न मिल्यो। अनि यो चाहिँ प्रायः जस्तो मैले भर्खरै पनि भने हैन, तपाईको स्विजरल्यान्ड र साउथ जर्मनीमा यो चाहिँ स्पिकिङमा अलिकति बढी प्रचलित छ। यो चाहिँ तपाईले हेलो पनि हो, यो हेलो पनि हो, यो बाई पनि हो ल। यसमा कुनै उयो दुईटै जे भन्नु भए पनि हुन्छ। त्यस्तै गरेर अब तपाई छुट्टिदै हुनुहुन्छ हैन, तपाईले सजिलै के भन्न सक्नुहुन्छ,
यो प्रोनाउन्सिएसन फेरि गर्छ है त चुस चुस है चुस चुस भनेको बाई अब तपाईँ साथीबाट छुट्टिँदै हुनुहुन्छ तपाईँले सजिलै के भन्न सक्नुहुन्छ चुस चुस भनेको बाई त्यस्तै गरेर अर्को हेरौँ आफ विडरजेन है अब तपाईँ भेटिनु भएको छ अब छुट्टिँदै हुनुहुन्छ होइन तपाईँले के भन्नुहुन्छ चुस आफ विडरजेन होइन चुस आफ विडरजेन भनेको बाई आफ विडरजेन भनेको सियु अगेन फेरि पनि भेटौँला है त भनेर जानुलाई अब त्यो चाहिँ के भन्यो सियु अगेन आफ विडरजेन अब तपाईँ टेलिफोनमा हुनुहुन्छ होइन तपाईँ टेलिफोनमा हुनुहुन्छ अनि तपाईँले एकअर्कालाई देख्नुभएको छैन त्यो क्रममा चाहिँ तपाईँले के भन्न सक्नुहुन्छ आफ विडर हेरेन आफ विडर हेरेन होइन त्यो भनेको नि बाई नै हो ल आफ विडर हेरेन भनेको त्यो पनि बाई नै हो यसलाई के भन्नु रहेछ हेरेन हेरेन विडर हेरेन ठिक छ त्यस्तै गरेर बिस्बाल्ट 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 भनेको सियु सुन होइन सियु सुन एउटै हो ल बिस्बाल्ट भनेको सियु सुन बिस्पेटर बिस्पेटर भनेको सियु लेटर तपाईँहरूले चाहिँ अब मैले बोल्दै गर्दाखेरि पनि होइन तपाईँहरूले आफैले नै उच्चारण गरेर हेर्नुभयो भने चाहिँ अझ पनि इफेक्टिभ अनि राम्रो हुन्छ जस्तो मलाई लाग्छ होइन बिस्पेटर भनेको सियु लेटर ओके यति चाहिँ हाम्रो ग्रिटिङ्सहरू आजको लागि रहेको छ एकदम इजी छ म त सरर सुरुदेखि भनिदिन्छु होइन ताकि तपाईँहरूलाई एउटा सजिलो आइडिया भएको होस् हेलो हेलो भनेको हेलो गुटेन टाग भनेको गुड डे गुटेन मर्गन भनेको गुड मर्निङ होइन गुटेन आभेन भनेको गुड इभिनिङ अनि गुटेन नाक्ट भनेको गुड नाइट ठिक छ क्रुस्काट भनेको यो पनि हेलो अनि यो चाहिँ बेसिकली अब मैले भाइबेरिया र अस्ट्रियामा अलिकति बोलिन्छ भन्ने कुरा मैले भनिसकेँ त्यो वर्ड चाहिँ त्यतातिर अलि चलन चल्तीमा छ यो देशहरूमा पनि जर्मन भाषा नै बोलिन्छ होइन ग्रुस्जी अनि ग्रुस्टिस ग्रुस्टी अलिकति फर्मल तरिकाले होइन आफूभन्दा ठुलो सिनियरहरूलाई अनि ग्रुस्टिस भने आफू सरका साथी अथवा आफूभन्दा भाइ बहिनी होइन त्यो हिसाबले भन्नु मिल्यो त्यो भनेको नि हेलो भइहाल्यो स्याबर्स भनेको पनि हेलो अथवा बाई यो दुइटै हो ल यो चाहिँ खास गरी स्विजरल्यान्ड र अनि साउथ जर्मनीमा यो वर्डलाई अलिक प्रचलितमा छ त्यसपछि चुस भनेको बाई होइन इजिली चुस त्यसपछि आफ विडरजेन भनेको सियु अगेन आफ विडरजेन सियु अगेन इजी छ ल त्यस्तै गरेर आफ विडर हेरेन भनेको त्यो चाहिँ टेलिफोनमा जब तपाईँले आफ्नो साथीहरूलाई देख्नुभएको हुँदैन होइन अथवा तपाईँले एकअर्कालाई देख्नु भएको छैन त्यो क्रममा तपाईँले के भन्न सक्नुहुन्छ आफ विडर हेरेन होइन बिस्बाल्ट भनेको सियु सुन होइन बिस्पेटर भनेको सियु लेटर बिस्पेटर ओके अनि यति ग्रिटिङ्सहरू चाहिँ तपाईँहरूले याद गर्नु होला होइन यो ग्रिटिङ चाहिँ बेसिकली युज भइरहन्छ होइन फिलेन दाङ्क तपाईँहरूले चाहिँ भिडियो सुरुदेखि लास्टसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद तपाईँहरूले मेरो भिडियोमा धेरै माया अनि सपोर्ट देखाइरहनु भएको छ त्यसको लागि धेरै धन्यवाद अझै पनि यस्तो थप कन्टेन्टहरू होइन अझै आउँदैछ जस्तै A1को सबै सिरिज त्यसपछि A2को अनि हामी B1को प्रेजेन्टेसनदेखि लिएर सबै इक्जाम प्रिपेरेसनसम्मको सबै भिडियो बनाउँछौँ त्यो कारणले गर्दा तपाईँहरूले चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु ताकि थप अपडेटहरू चाहिँ नछुटियोस् है त ओके एकदमै धेरै धेरै धन्यवाद Vielen Dank. Bis später. Okay, auf Wiedersehen. Tschüss.